नमस्कार सम्पूर्णमा म सुदीप साइलेन्स राजा औ देश बचाऊ भन्नेहरुका लागि यो भिडियो तपाईहरुमा राख्दैछु लास्टसम्म हेर्नु होला। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरुले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्। तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु। गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत बगेको छ। हामी कसैले नबिर्सौं। क्रान्तिको इतिहास पढ्नुस्। गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकको कारण होइन। गणतन्त्र यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा आएको हो। यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन। हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरु केही हुन सक्छ र? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु। 106 वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन्। अझै फ्रान्समा अन्तिम राजतन्त्र सकिएको 175 वर्ष भयो। अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन्। सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्नुस्। हामीलाई आपत्ति छैन। दर्शकबिन, उहाँको कुरा कस्तो लाग्यो तपाईहरुलाई? के राजतन्त्र नै ल्याउनु पर्छ त देशमा? के गणतन्त्र र लोकतन्त्रलाई नै बचाएर राख्ने हो त देशमा? हुन त हामी भन्दा पनि हाम्रो बाबुबाजेहरूलाई यसको बारेमा धेरै कुराहरू अनुभव होला, जानकारी होला। आज तन्त्रको दिनहरुमा हाम्रो बुवा बाजेले खेप्नु परेका समस्याहरू के थिए, जो हाम्रो चाहिँ लोकतन्त्र गणतन्त्र आइसकेपछि हामीले पाएका सहज हाम्रो चाहिँ जीवन शैलीमा के बदलाव आएको थियो र कस्तो बदलावमा हामी स्वतन्त्र भएका थियौं। हुन त यी सबै कुराहरू मैले यो भिडियोबाट बोलिरहँदा राजावादीको प्रति विरोधमा मैले चाहिँ अहिले यी कुराहरू गरिरहँदा कसैले मलाई झोले भनेर चाहिँ कमेन्ट गर्न सक्छ, मेसेज आउन सक्छ। तर हाम्रो उद्देश्य भनेको सही सत्यहरू कायम गर्ने हो, आफ्नो हक हितका लागि लड्ने हो, हक हितका लागि बोल्ने हो। त्यसको विरुद्धमा कसैले झोले हो, पार्टीको झोले, पार्टी विरुद्ध बोल्दैछ भनेर बोल्दा पनि मलाई फरक पर्दैन। किनभनेपछि हामी कुनै पार्टीमा छैनौं। हामी एकदमै स्वतन्त्र छौं। हाम्रो चाहिँ एकदमै स्वतन्त्र टाइपमा हामी स्वतन्त्र कुराहरू राख्न चाहन्छु र स्वतन्त्र हक हितका लागि लड्न चाहन्छु भन्ने तपाईहरुमा मेसेज पुर्याउँदैछु। म भाइ बहिनीहरू, आमा बुवाहरू सबै कुराहरू एकदमै गहन तरिकाले सोच विचार गरेर चाहिँ साथ सपोर्ट गर्नु होला। कसैको प्रतिविरोध गर्न हामीलाई खुसी छैन हैन। कसैको प्रतिविरोधमा लागेर हामीलाई देश फुटाउनु र देशमा मनमुटाव फैलाउने कुराहरू होइन। यो कुरा चाहिँ सही सत्य कुराहरूलाई साथ सपोर्ट दिनुपर्छ र सही सत्य कुराहरूलाई साथ सपोर्ट दिएर हाम्रो चाहिँ स्वतन्त्रता र हाम्रो हक हितको लागि कायम हुनुपर्छ भन्ने कुराहरू म यो भिडियोबाट तपाईहरुमा राख्दैछु। तपाईहरुलाई कस्तो लाग्छ के लाग्छ तर प्रतिक्रिया दिनु चाहिँ नभुल्नु होला। अहिलेको विषयमा लहलयमा लागेर गलत मान्छेहरूलाई चाहिँ साथ सपोर्ट नदिनु होला भन्न चाहन्छु र आग्रह गर्न चाहन्छु।